आदरणीय मेरा अग्रज आमा बुबा दाजुभाइ दिदीबहिनी इष्टमित्र कुलकुटुम्ब अनुज तथा समवयी साथीहरूमा मेरो नमस्कार। यति बेला भने म यात्राको क्रममा छु र कोलपुरदेखि सुरु गर्दै सुर्खेत हुँदै दैलेख हुँदै कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर 4 सम्म मेरो पुग्ने यात्रा चाहिँ रहेको छ। यात्राको क्रममा विभिन्न भूगोलको नामहरू लिखित रूपमा राखेको छु र पहाडको बिरालो बाटो, वनजङ्गल, नदीनाला, पुल, गाउँ बस्ती, बजारहरूको परिचय दिनेछु र लास्टमा वैदिक सनातन अनुसार कुलदेवताको नयाँ निर्मित मन्दिरको पछेटा र पूजा आराधना गरेको सिन यहाँहरू माझ पस्किनेछु। त आउनुहोस्, चिसापानी आरक्षदेखि उकालो हुँदै डाँडा देउराली पुगौँ, ओह्रालो हुँदै बबैको तलमा पुग्नेछौँ, हर्रे हुँदै छिन्चु भेरी पुल हुँदै सुर्खेत जाउँ, बड्डीचौर हुँदै कल्याणकाँध पातल खोला हुँदै काफलकोटमा हाम्रो खाना हुनेछ। हामी सुर्खेत जुम्लाको कर्णाली राजमार्गमा के कस्तो विकास भइरहेको छ, म त्यसतर्फ हजुरहरूको ध्यानाकर्षण गराउनेछु। अब भने हामी देउराली हुँदै बबई तिर झर्नेछौँ।
सुर्खेतको धुलाईपीठ चोकनेर पुग्दैछौँ। धुलाईपीठ चोकहरू यो सुर्खेतको छेउमा पर्दछ र हामी अगाडिको विषयमा पनि जानकारी हजुरलाई गर्दै जानेछौँ। बस्नेछु र आजको दिनभरि बसेर भोलि बिहान करिब 7:30 बजीतिर उठेर कालीकोटको बाटो समात्नेछौँ र अगाडिका कुराहरू जे हुन्छ म सबै हजुरहरूलाई म जानकारी दिने नै छु। त्यहाँसम्मको लागि हजुरहरू प्रतीक्षामा रहनुहोला। अवश्य पनि यो यात्रा हाम्रो रमाइलो हुनेछ र सान्दर्भिक हुनेछ र एउटा उपदेशात्मकमूलक पनि हुने स्थिति देखिन्छ र भोलिको कुरा चाहिँ अगाडि पस्किनेछु। भोलिपल्ट टिकट काट्नको लागि म बस पार्कतिर गएँ र बस पार्कदेखि एउटा कालीकोट आउने हाइसमा चढेँ र टिकट काटेँ र त्यहाँदेखि हामी चाहिँ अगाडि बढेका छौँ र अगाडि के कस्तो हुँदैछ त्यो यात्रा सम्बन्धी म सबै जानकारीहरू म यहाँलाई दिने नै छु। अवश्य पनि प्रतीक्षामा रहनुहोला। हामी बिहान 7:30 बजे सुर्खेतदेखि हिँडेका मानिसहरू बड्डी चौरमा आएर हामीले चिया नास्ता गऱ्यौँ, बस्यौँ र केही यात्रीहरू पनि त्यहाँ बस सवारी गरे र कोही झर्ने मान्छेहरू पनि थिए, त्यहाँ झरे र त्यहाँदेखि फेरि हामीले नास्ता पानी गरिसकेपछि अनि माथितिर कल्याणकान्ततिरको बाटो उकालो लागेका थियौँ। मालचन आउँदै कल्याणकान्ततर्फ हामी अगाडि बढिरहेका छौँ।
हामीले बिहानपल्टिको खाना काफलकोट भन्ने ठाउँ रहेछ। त्यो पातल खोलादेखि अलि अगाडितिर पर्छ। त्यहाँ गइयो, खाना खाने निदो गरियो र गुरुले पनि यहीँ खानुहोस् भनेर भन्नुभयो। हामी त्यहाँ झऱ्यौँ। सबैजना यात्रीहरू कसै हात मुख धोएर र खाने क्रममा मैले काउन्टरमा गएर सोधेँ काउन्टरवालालाई, साउजीलाई। उहाँले सादा खानाको 250 रुपियाँ लाग्छ भन्ने कुरा गर्नुभयो। खाना एकदमै सादाभन्दा अलि एकदम सिम्पल खाना हो त्यो, र आलुको तरकारी र एउटा कति हो खानाको पुऱ्याएको खुर्सानी मासु होइन, अरू सायद 250 मौसम पनि के होला लिनुहोस्। हजुर होइन, आएको बाटोमा मासु नखानेको भए हुनाले सादा खाना छ। सादा खाना भात, दाल, आलुको तरकारी र खुर्सानी काँक्रा यस्तो छ। हाम्रो गुरु हुनुहुन्छ उहाँहरू, 2जना गुरुहरू, उहाँसित भेट भयो, खुसी लाग्यो। हामीले खाना खाएर डुगेश्वरको ओह्रालो लाग्यौँ र पादुका हुँदै बालताडा हुँदै राखौँसम्म आएको मैले अपडेट अहिले दिएको छु यहाँलाई। र जहाँ हामी पुग्नेछौँ त्यहाँको चाहिँ अपडेट अवश्य पनि उहाँहरूलाई चाहिँ टक्राउँदैछ। जाने बाटो एकदमै राम्रो बनेको छ, एकदम सान्दर्भिक छ।
हाम्रो राजमार्गभन्दा पनि पहाडी लोकमार्ग धेरै उत्तम देखिएको छ र यो साईको पुलमा आएपछि अन्तिममा अछामतिर जाने बाटो र कर्णाली राजमार्ग यहाँनिर दो बाटो भएर छुट्टिन्छ। अवश्य पनि अछामको बाटो कति राम्रो एकदम कालो चिल्लो छ र हाम्रो कर्णालीको बाटो भने यो जीर्ण अवस्थामा चाहिँ रहेको देखिन्छ। मोबाइलले सीमित देखाउँछ, यसले पुरा देखाउँछ क्या, पुरा यो लेन्सवाला हुन्छ नि, पछाडि लेन्स जोड्नेवाला, त्यसले त ठ्याक्कै सीमित ठाउँ मात्रै देखाउँछ नि फेरि। कोही सीमित ठाउँ देखाउने हुन्छ, यसले सबै देखाउँछ, पुरा क्लियर देखाउँछ। फेरि यो हल्लिन्न, यो तलमा त्यो हात हल्लिएको देख्नु भएको छ नि, तर त्यो फोटो हल्लिन्न। फेरि चामल दिनभरि काम त्यही हुन्थ्यो हेर्ने, चामल बाँड्ने माथि सम्बन्धित ठाउँको तलिनेर बाटो काट्ने गुरु अपरेटर नभएर त्यो खलासीले हल्ला क्या एकचोटि डोजर। त्यो मालाको चौर आइपुग्यो, माला चौर गाडी स्टार्ट भन्नु यहीँदेखि धकेलिकन पर पुगायो भने गाडी स्टार्ट गर्नु। आगो मुगो बारीले चुल्हा खाना बेला पकाउने बेला भयो। अब खाना पकाउनु पर्यो। माला खेती जोडमा हामी ठिकी हो, पुरानो ठिकी मैले पालिहाल्दा एक छोरो भनेको कुन गरेको भलिबल खेल्ने पऱ्यो। हामी यहाँ त पढ्दैछ त्यो अहिले आठको आठै भर्खर गाउँको कस्तो ठाउँ थियो भने यत्रो पुल फाल्यो, यत्रो पानी आयो यहाँ। पहिला हजुर त यो बाटो हिँड्नु भएको थियो त्यो पुल हुँदाखेरि? कति हिँडेको 3 वर्ष अहिले हो। यहाँको चोटि त राम्रो डेभलप थियो नि त, होइन? धेरै नमान्यो होला, पुरा पुल यहाँ पनि चौडा बाटो, जति चौडा पुरा चौडा थियो। हो होटलहरू पनि राम्रा थिए एकदमै। एकै दिन आएको बाढीले स्यामसम बनाइफालिदियो। अब यो कालीकोट लाग्यो, दैलेख सकियो। अब कालीकोट र दाजु पानीले बिचमा सिमानामा छौँ अहिले। उतातिर चाहिँ अब कालीकोटको आउँदैछ गेट। हामी यो अहिले दुइटैको हामी बिचमा भएको हुनाले अब यो गेटबाट हामी खाडाचक्र नगरपालिका हामी प्रवेश कालीकोटमा प्रवेश गऱ्यौँ। जय होस् कालीकोट नगरपालिका। कति जय भन्नु, बाटो हेर्दा यस्तो छ, बाटो यस्तो छ। तर यहाँ चाहिँ कति छिटो तर बनाएको छ है।
घाटा चौडा जान्छ अब तल हाइड्रोले लिँदा बित्तिकै बाटो त्यही हो नि त फेरि अब यो बाटो कति पक्यो होला नि हो कि यो लाइन गरे आनन्दले यहाँको टु लाइन छ बाइक काटेर पर त्यो अहिले यहाँ आएछ अझ उभिएर हिँड्दा नि त बाइकमा होइन उभिएको अर्को होइन अब यस्तै हो तर कालो कलर बाइक यस्तो छ अब बडी सिट पनि फुट्यो हाम्रो बाजुरा जाने बाटो यस्तो छ साथीहरू यहाँ कर्णाली यता तल पहिलाको बाटो खतरा सबैभन्दा पैसा धेरै खायो अहिले शेरीघाट पुगेपछि म शुभकालिका गाउँपालिका वडा नम्बर 4 मा पर्ने यो गाउँमा म जाँदैछु र भोलि अवश्य पनि हाम्रो परम्परागत कुलदेवताको मन्दिरको नयाँ मन्दिरको चाहिँ पछिटा गरेर त्यहाँ पूजा आराधना गरेर अवश्य पनि त्यहाँ चाहिँ सबैसित भेटघाट गरिनेछ र यो सिनहरू म हजुरहरू माझमा पुगाउने छु अवश्य पनि र प्रतीक्षामा रहनुहोला। धेरै भए चोरहरूको बिगबिगी बढ्यो र गाउँघरमा चाहिँ बोक्सीहरूको कप्टीहरूको पनि बिगबिगी बढ्दै गयो र कहाँबाट यसको समाधान हुन्छ कुन देवताले गर्छ भन्ने कुरामा सबैजनाको चाहिँ बैठक बस्यो बस्दाखेरि ल खिड्कीजिउलामा चाहिँ गएपछि खिड्कीजिउला नैनाले ल्याउन सकियो भने अनि चोरलाई समात्ने र कप्टिनलाई नाश गर्ने भनेको त्यो देवता बाहेक अर्को कोही छैन भनेर खिड्कीजिउलामा जानुभयो खिड्कीजिउला गएर एउटा उही उदय बाजेले लिएर आउनुभएको भन्ने कुरा चाहिँ यहाँ एउटा हाम्रो पुरानो एउटा परम्परा एउटा सुनियोजित पनि भयो कथा पनि हो यो खासै देखिएकै पनि भयो एउटा प्रमाण लगाउने क्रममा पनि त्यही देखिन्छ खासै। ओम शिव हर हर महादेव ओम शिव हर हर महादेव ओम शिव हर हर महादेव। ओम शिव हर हर Yeah.
हो अब हाम्रो परम्परा रीतिरिवाज अनुसार पनि अन्तिममा वैदिक सनातन धर्मअनुसार जिजुबाजेले गर्दै आएका र हामीले पनि गर्दै आएका यो कार्यहरू एउटा ठाडो दियो र तेर्सो बाती तेर्सो के अरे थडी गर्दै हामी आइरहेका छौँ। त्यसैले गर्दा हाम्रो दिलो उद्योगको भित्र मेचिएको नदेखिए पनि देउता कहाँ छ कस्तो छ अहिलेसम्म हामी दर्शन पनि पाएका नै धेरै वर्ष भइसक्यो। त्यसैले आफै आफ दर्शन दिनु पर्यो गोसाई महाराजा परमेश्वर हौ। हाम्रा एउटा सिमलागढा महादेव पनि यहीँ र हाम्रा सत्यवती आमा पनि यहाँ हाम्रो बामनी बजे पनि यही हुनुहुन्छ। त्यसैले अन्तिममा के कसो यो सबै बसेर छलफल गरेर हुने र नहुने र खुसी भएको र नभएको अबदेखि वायु आयो भन्ने कि भन्नुपर्यो वायुले पनि कि केही बाँकी रहेको छ भने हामीले त्यो पनि भन्नुपर्यो त्यो बाटो पनि त लागौँला होइन। हामी पछाडि पढ्ने छैनौँ। यस्तो गल्ती गरेको छ अझै पनि पुगेको छैन भने त्यही गरौँला फेरि। हो अब हानेको काटिँदैन भने भनेको पुग्दैन भने त्यो मजा के आयो फेरि। चार बिहा देऊ अनि देखेको भनिदेऊ गोसाई महाराजा परमेश्वर हौ। अमृत भनी दिया बिग पनि नदिया तर जस्तो देखेको छ त्यस्तै भनी दिया। बाटो गर्ने हामी नजानु पनि त्यो अब यो यति कार्यक्रम गर्ने कुनै एउटा छोरा जन्मेर पनि होइन, छोरा जन्मिया बेला पनि अध्ययनौँ हामी त्यो यस्ता कार्यक्रम। त्यो देउतालाई होला र अन्तिममा हाम्रो खाए भाइ भाँडा खाइलागला र हाम्रो दिदो उद्योगको भित्र मिचिया देखाइदेऊला गोसाई महाराजा परमेश्वर हौ भनिकन हामीले दुनियाँभरको गर्नु परेको छ। हो त अब कि त हिजोदेखि शरण थिएन भने शरण चाहिँ थिएन भन्ने कुरा हुने भयो। यति शरण छ भने त हाम्रो यो देउता नआएको धेरै वर्ष भइसक्यो। हाम्रो तो खिड्की जिल्ला नआएको पनि धेरै वर्ष भइसक्यो। अहिले दर्शन पाउने कहिले हामीले अनि अब यो कुरो चाहिँ सत्यवतीले पनि र हाम्रो सिमलगढा महादेवले पनि र हाम्रो बामनी बजेले पनि अन्तिममा यो कुरो चाहिँ प्रश्न गर्नुपर्ने छ। र अन्तिममा यो देउता आएर मात्रै होइन हामी सबै अन्तिममा जो पालीहरूको पनि अन्तिममा खाए हुनु पर्यो यहाँनिर। अथवा के गरेपछि हामीले के गर्दा हुन्छ त्यो देउता सुत्तिन्छ र के गर्दापछि हाम्रो चाहिँ खाए हुने हो। त्यो हामीले चाहिने त्यही हो। हामी आदरणीय जनसमुदायहरू र दर्शकवृन्दहरू हाम्रो चाहिँ 3 भाइ र मामासँग चाहिँ आज एउटा भिडियो लिने अवसर मिलेको छ। त्यही भएर मैले उहाँ मामालाई पनि मैले भेट्नु भनेर र दाइ भाइहरूको पनि मलाई माया लागेर म यो गाउँमा आएको हो। र म कोलपुरमा बस्ने मान्छेहरू र घुमन्ते सदाभरको र घुम्दै आउने क्रममा आज देउताको पनि हाम्रो चाहिँ मन्दिरको पछेटा रहेछ। त्यसको अवसर पारेर हामी सबैसँग भेटघाट पनि भयो, भलाकुसारी पनि भयो, देवताको दर्शन पनि पाइयो। र यहाँ भाइहरूसँग अहिले एउटा सर्ट मामासँग एउटा पोज लिउँ कि भनेर गरेको छु। हाम्रो क्यामेराम्यानमा हुनुहुन्छ अहिले निशा हमालले फिल्म गरिरहनु भएको छ, फिल्माइरहनु भएको छ। त्यसैले हवस् त यो पनि मैले हजुरको यो एपिसोडमा राख्नेछु। धन्यवाद।
कर्णाली डिस्कभरी च्यानलमा यहाँहरूलाई फेरि पनि नमस्कार गर्न चाहन्छु। यहाँहरूको चाहना मेरो एउटा हौसला हुनेछ, यहाँहरूको एउटा प्यारो कमेन्ट मेरो तागत हुनेछ। हवस् त फेरि पनि यस्तै यस्तै एपिसोडमा म यहाँहरूलाई अवश्य पनि भेट्ने नै छु र अर्को आउँदो एपिसोडमा अवश्य पनि यहाँ पहाडमा गरेका जति छन् सबै सिजनल भिडियोहरू म यहाँहरू समक्ष पुर्याउने नै छु। सक्नुहुन्छ भने र मन परेछ भने अवश्य पनि, मन नपराए पनि हजुरले यसमा सब्सक्राइब, लाइक र कमेन्ट, प्यारो कमेन्ट चाहिँ गरेर छोडिदिनु होला। अवश्य पनि हजुरहरूको लाइक कमेन्ट चाहिँ मेरो चाहिँ एउटा तागत हुनेछ र अवश्य पनि म भर्खरै हुर्किँदै गरेको एउटा पौधालाई हजुरले पानी चार्ने अवश्य जमर्को गरिदिनु होला र पानी चारेर चाहिँ बुट्टा हुर्काउनु भयो भने अवश्य पनि हजुरको सुखमा र दुःखमा साथ दिने साथी र हजुरहरूका भित्रका कुराहरूलाई पनि बाहिर निकाल्ने र समाजभित्र भएका कुरीति कुसंस्कारको विरुद्धमा पनि लड्ने हाम्रो डिस्कभरी च्यानल अवश्य पनि सत्य कुराको खोज लिएर आउनेछ। त्यहाँसम्मको लागि म अर्को एपिसोडसम्मको लागि म यहाँहरू माझबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, धन्यवाद, बाई बाई।